यो चाहिँ फर्पिङ यो हाम्रो देशको एकदम रमणीय स्थल हैन फर्पिङ हो। यहाँनिर पनि अब टुरिस्टहरुको आगमन चाहिँ टन्नै हुने ठाउँ हो। यस्तो हेर्यो भने धेरै मनमोहक दृश्यहरू छ हैन। घुम्नको लागि एकदम सुटेबल छ। सबैजना घुम्न आउनु है। सबैजना घुम्न आउनु। यो भन्दा मुनि चाहिँ फेरि यो झोलङ्गे पुल भन्दा मुनि चाहिँ खोला रहेछ। खोला पनि छ। जस छुट्टीको दिनमा आउँदा चाहिँ एकदम रमाइलो हुन्छ हैन। यहाँनिर अहिले चाहिँ अलि आज शनिबार त शनिबारै हो नि है। शनिबारको दिन भए पनि त्यति मान्छेहरू आएको चाहिँ छैन। खासै यो प्रचार नभएर पनि होला। त्यही भएर पनि अब आउने क्रम चाहिँ जारी छ। जस अरू ठाउँमा टिकट लाग्छ भने जस यहाँनिर चाहिँ टिकट पनि नलाग्ने रहेछ। अहिलेसम्म त टिकट पनि लागेको छैन। अब पछि चाहिँ हेर्नुपर्छ टिकट कतिको लाग्छ भनेर हैन।